दर्शकबिन नमस्कार, बोल्दैछु दिला शाह। सधैँ झै फेरि पनि अर्को एउटा प्रेरणादायी कथा लिएर उपस्थित भइसकेकी छु। यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब अनि कमेन्ट गर्न नभुल्नुहोला। दर्शकबिन आज मेरो कथाको शीर्षक छ बिन्दास जिन्दगी। प्राय मानिस अल्बर्ट आइन्स्टाइनसँग के निवेदन गर्थे भने सापेक्षतावादको सिद्धान्तलाई सरल शब्दमा सम्झाइदिनु पर्यो भन्थे। उत्तरमा आइन्स्टाइन भन्ने गर्थे, तपाईँ आफ्नो हात बलिरहेको आगोको रापको ठिक माथि 1 मिनेटका लागि राख्नुहोस्। त्यो 1 मिनेट तपाईलाई 1 घण्टा बराबर लाग्नेछ। तपाईँ कुनै सुन्दर महिलाको साथमा 1 घण्टा बस्नुहोस्, त्यो 1 घण्टा तपाईलाई 1 मिनेट बराबर लाग्नेछ। यही नै सापेक्षताको नियम हो। दर्शकबिन उनको यो जिन्दगीको सबैभन्दा चाख लाग्दो प्रसंग मानिन्छ। ठिक यसै गरी एक दिन अल्बर्ट आइन्स्टाइन भाषण गर्न गइरहेका थिए। बाटोमा उनको ड्राइभरले भन्यो, मैले तपाईको भाषण धेरै पटक यति पटक सुने कि सुन्दा सुन्दा हैन सबै कुरा मलाई कण्ठस्थ भइसकेको छ। मान्छेहरूको अगाडि मैले नै तपाईको भाषण दिन सक्छु। अब मलाई त्यति धेरै कन्फिडेन्ट भइसकेको छ। तपाईले जस्तो बोल्नुहुन्छ त्यसरी नै म भाषण दिन सक्छु। ड्राइभरको यस्तो कुरा सुनेर आइन्स्टाइनले पनि भने, ठिकै छ, आज तिमी नै भाषण गर न त। मलाई अलिकति थकाइ पनि लागेको छ, आज तिमीले नै भाषण गर। संयोगले आइन्स्टाइन र उनको ड्राइभरको फेस पनि मिल्न जान्थ्यो, एकै जस्तो थियो। आइन्स्टाइनले ड्राइभरको पोसाक लगाए र उनको स्थानमा आफू बसे र ड्राइभरलाई भाषण गर्नका लागि मञ्चमा पठाए। मानिसहरू आइन्स्टाइनको भाषण सुन्न जम्मा भइसकेका थिए। सबैले जोरदार ताली बजाएर उनलाई स्वागत गरे। वास्तवमा ड्राइभरले त्यो दिन यस्तो गजबले भाषण गर्यो कि आइन्स्टाइन पनि चकित परिरहेका थिए। भाषण गरिसकेपछि जब मानिसहरूले प्रश्न सोध्न थाले तब ड्राइभरले आत्मविश्वासका साथ सबै प्रश्नको जवाब दियो। तर एकजनाले भने अलि अप्ठ्यारो प्रश्न सोध्यो। अब पर्यो फर्साद। त्यति बेला आइन्स्टाइनको ड्राइभरले के दिमाग लगायो भने भन्यो, अरे भाइ, यस्तो सजिलो प्रश्नको जवाब त मेरो ड्राइभरले पनि दिन सक्छ, तिमीले किन चिन्ता गरेको? यति भनेर उसले ड्राइभरको पोसाक लगाएर बसिरहेका आइन्स्टाइनलाई जवाब दिन आग्रह गरे। आइन्स्टाइनले त्यो प्रश्नको सही जवाब दिए दमदार तरिकाले। त्यसकारण कहिलेकाहीँ जिन्दगीमा त्यस्तो पनि क्षण आउँछ जहाँ हामी संगतले हामीलाई कस्तो फरक पारिरहेको छ त। यो प्रसंगले हामीलाई के कुरा प्रश्न पार्छ भने, संगत जस्तो संगत त्यस्तो रंगत भनिन्छ नि। अल्बर्ट आइन्स्टाइनको ड्राइभरले पनि उनको भाषण सुन्दा सुन्दा यति धेरै कुरा जानिसकेको थियो कि त्यहाँ लाखौं मान्छेहरूले पनि उसलाई अल्बर्ट आइन्स्टाइन नै ठाने। र अर्को एउटा चलाखीपूर्ण कुरा, उनको ड्राइभरले, अरे यस्तो जाब सजिलो प्रश्नको उत्तर त मेरो ड्राइभरले पनि दिन सक्छ भनेर त्यो आइपरेको सिचुएसनलाई सजिलै ह्यान्डल गर्न पनि उनले त्यो आइडिया लगाए। दर्शकबिन हाम्रो बीचमा पनि हामीले कस्तो संगतमा छौं र त्यो संगतले हामीलाई कस्तो कुरा सिकाइरहेको छ। आज मान्छेलाई मूल्याङ्कन गर्नु पर्दा, जाँच्नु पर्दा अरू कुरा हेर्नै पर्दैन। उसको फेसबुक प्रोफाइलमा कस्ता कस्ता साथीहरू छन् त, यही मात्र हेर्यो भने पनि उसको व्यक्तित्व थाहा हुन्छ भन्ने कुरा हामी कल्पना गर्न सक्छौँ। यो गजबको प्रसंग हजुरहरूलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक शेयर सब्स्क्राइब अनि कमेन्ट गर्न नभुल्नुहोला। अहिलेलाई भने म दिला शाह बिदा लिन्छु। धन्यवाद, नमस्कार, शुभ दिन।